हेलो गाइज, हाम्रो फाइनल्ली यात्रा चाहिँ धरान हुँदैछ। हाम्रो यहाँ सिन्धुली दुधौलीबाट चाहिँ हिँडिरहेको छौँ। म तपाईँहरूलाई धरान बारेमा कहाँबाट पुग्नुपर्छ सबै कुरा देखाउनेछु। हामी चाहिँ फाइनल्ली कोशी छेउमा आइपुग्यौँ। कोशी ब्यारेजको पुलमा आइपुग्यौँ फाइनल्ली गाइज। यो चाहिँ यो कोशी छेउको कोशीको पुल हो। हेर्नुहोस् कति धेरै लामो छ है त गाइज। ल हेर्दै जाउँ है। ल हामी चाहिँ अब कोशी छेउ आइपुग्यौँ गाइज। पुल चाहिँ अत्याधिक लामो छ। हामीलाई कम्तीमा पनि 5 मिनट जति लाग्छ यो पुल तर्नलाई। पुल तरिसकेपछि चाहिँ हामी उँधोतिर लाग्छौँ। यो उँधोतिर लागेपछि चाहिँ हामी धरान चतरातिर लाग्ने बाटो हो। यहाँबाट चाहिँ धरान चतरातिर लाग्छौँ है त। यहाँ पुलदेखि उँधो जान्छौँ है त हामी। अब गाई चाहिँ हेर पुल कति लामो छ। राम राम राम। ल हेरौँ। पुलमा घुम्नु आउने साथीभाइहरू पनि टन्नै छन् पुलमा। यहाँ हेर्नुहोस् पुलबाट यो उँधोतिर चाहिँ यो खोलामा ऱ्याफ्टिङहरू पनि खेल्छन्। यहाँ रातो बाले होटल पनि छ गाइज। यसो बस्नु ओर्नु खानुलाई पनि एक ठिक छ है त। हामी यहाँबाट चाहिँ उँभोतिर लाग्छौँ है त। यो चाहिँ हामी धरानतिर जाने बाटो है त। यहाँबाट चाहिँ उँभो ठ्याक्कै गएपछि हामी धरानतिर लाग्छौँ। उँधो गयो भने चाहिँ कोशी नै भेट्छौँ फेरि उता। यहाँबाट चाहिँ उँभो हामी धरानतिर लाग्यो है त गाइज। यो धरानको छेउ हो। धरानको छेउभन्दा यता भनेपछि यो गाइज हामी चाहिँ अब यहाँबाट उँभो चतरातिर लाग्यो है त गाइज। चतरा धरान चतरा साइडतिर लाग्यो। यसै गएपछि चाहिँ अब धरान चतराको बाटो भेट्छौँ है त हामी। धरान चतरा छेउ हो यो चाहिँ खोइ के ठाउँ भन्छ भने धरानको छेउछाउ हो यो गाइज। फाइनल्ली हामी चाहिँ अब धरान छेउ आइपुग्यो है त हजुर। धरान छेउको यो अगाडिको बाटो हो। यो चाहिँ धरानभन्दा अलिकति यता हो। यहाँबाट 5 किलोमिटर चतरा मार्केट चाहिँ के अरे रत्न घैँटो हेर बिन्छे उता घैँटो हेर घैँटो देखिस्
यहाँबाट उँभो गएपछि चाहिँ हामी धरान बजार आउँछ। धरान बजारको हाम्रो यो चोक आउँछ, के चोक भन्छ भनेदेखि यसलाई बस बिसाउने ठाउँ एरिया हो, बस पार्क हो, यो बस लाग्ने ठाउँ। यहाँबाट चाहिँ हामी उँभो जान्छौँ। यहाँ उँभो गएपछि हामी यो चाहिँ यो ठुलो रक्सीको भाँडा जस्तो छ। यो रक्सीको भाँडाबाट पनि हामी सिधै रक्सीको भाँडा चोक हो कि हो, यो खास नाम चाहिँ यसको पनि थाहा भएन। यहाँबाट चाहिँ हामी उँभो लाग्छौँ। उँभो लागिसकेपछि फाइनली हामी चाहिँ धरान बजारको एरिया छिर्यौँ है त। धरान बजारको एरिया छिर्यौँ। यहाँ धरान बजारको भानुचोक आउँदैछ त्यसो। यो चाहिँ फाइनली यो भानुचोक एरिया हो। यहाँबाट चाहिँ हामी अगाडि गएपछि भानुचोक आउँछौँ। को आउनुभएको छ कमेन्ट गर्नुहोस् त। यो भानुचोक को आउनुभएको छ, धरान घुम्नु को आउनुभएको छ। आज चाहिँ हाम्रो गाइजहरूलाई म श्रम संस्कृति पार्कतिर लान्छु घुमाउनुलाई। श्रम संस्कृति धरानको पार्क चाहिँ उत्कृष्ट होटल हो। यहाँ चाहिँ राम्रा चिजहरू खान पाइन्छ, राम्रो मासु भात चिकनहरू खान पाइन्छ। यहाँबाट चाहिँ हामी उँभो लाग्छौँ, धरान एरिया लाग्छौँ। धरान एरियाको चाहिँ श्रम संस्कृति पार्क तपाईँहरूलाई देखाउँदैछौँ। हामी चाहिँ श्रम संस्कृति पार्कमा पुग्यौँ। श्रम संस्कृति पार्कको चाहिँ यो गेट है हजुर हो। यो गेटबाट चाहिँ हामी उँभो लगाएपछि यहाँ घुम्ने एरिया छ। हामी यहाँनिर चाहिँ घुमेर देखाउँदैछौँ। हामी यो यस्तो खालको पुल पनि छ, यहाँ पुल पनि तर्दैछौँ। हेर्नुहोस् को जानुभएको छ। यो श्रम संस्कृति पार्क हर्क साम्पाङको एरिया है त। श्रम संस्कृति पार्क बन्दै पनि छ। अस्तिको खोलाले अलिअलि भत्काएको जस्तो पनि छ है त गाइजहरू। यहाँ नयाँ कुराहरू पनि बन्दैछन्। यो श्रम संस्कृति पार्क हो। यहाँबाट पारी गएपछि चाहिँ यो खेलकुद गर्ने एरियातिर छ, केटाकेटी खेल्ने ठाउँ। हामी चाहिँ त्यहाँबाट यता घर फर्किँदैछौँ है त, यतापट्टि फर्किँदैछौँ है त। यतापट्टि फर्केर हामी यतातिर घुम्छौँ है त, यो एरियातिर घुम्छौँ। यहाँबाट हामी यतातिर आउँछौँ। यहाँबाट फेरि यो यस्तो लभ लेखेको ठाउँमा जान्छौँ। लभ लेखेको ठाउँबाट त्यो पानी भएकोतिर जान्छौँ है त। पानी छुर्र निस्केर हुने ठाउँमा म पनि आएँ त गाइज हो। ल हेरौँ, यहाँ चाहिँ पानी निस्केको ठाउँ अत्यन्त सुन्दर ठाउँ छ, राम्रो छ। यहाँ केटाकेटी बसेर खाँदैछन्, हेर्दै पनि छन्, रमाइलो मान्दैछन्। यहाँ हामी मात्र होइन, धेरै साथीहरू घुम्न आउनुभएको छ। यो श्रम संस्कृति पार्क चाहिँ लोकप्रिय भएर सबैजना साथीभाइहरू चाहिँ यस ठाउँमा घुम्न आउँछन् है त। ल हेर्नुहोस् यहाँ कति राम्रो छ। को घुम्न आउनुभएको छ एक बाजी कमेन्ट गर्नुहोला। यो चाहिँ श्रम संस्कृति पार्क हो। श्रम संस्कृति पार्कबाट हामी सबै कुराहरू देखाउँछौँ है त। यहाँनिर भएको एरियाहरू सब कुरो देखाउँछौँ। को घुम्न आउनुभएको छ यहाँ कमेन्ट पनि गर्नुहोला। कोही घुम्न आउनुभएको छ भने यसो भिडियो देख्नुभयो भने कमेन्ट गर्नुहोला, म पनि छु भनेर। यहाँबाट यतातिर जाने पुल छ, यहाँबाट यता घुम्ने एरिया छ। श्रम संस्कृति पार्कबाट उँभो त्यस्तो छ, पानी ट्याङ्कीको एरिया हो के अरे। यहाँबाट चाहिँ म पनि यो पुल तर्दैछु है त गाइज, म पनि यो पुल तर्दैछु। यहाँ आएर एकछिन बस्छु। यहाँ आएर बसिसकेपछि यो सब घुमि भ्याउँछौँ। यहाँबाट घुमि भ्याएर सब अवलोकन गरेपछि हामी नानीलाई पनि घुमाउँछौँ है त। यहाँ नानीलाई पनि घुमाउँछौँ, नानीलाई पनि त्यो वरिपरि घुमाउँछौँ। अनि केटाकेटीको पनि मन कस्तो हुन्छ भन्ने कुरो विचार गर्नुहोस् है त। कति फुर्तिलो र हँसिलो भएको छ है त। हेर्नुहोस् अब यहाँबाट यतातिर घुम्न जाने एरिया छ। नानीहरू कति रमाइलो मानेछ रामचाम। ल हेर्नुहोस् गाइजहरू सबले हेर्नुहोला, एकपल्ट यो भिडियो चाहिँ नछुटाइ हेर्नुहोला। यो चाहिँ श्रम संस्कृति पार्क हो, हर्क साम्पाङको एरिया हो। श्रमको भरमा चाहिँ यो बनाएको एरिया है। कसैले 2 रुपियाँ पैसा दिएर बनाएको चिज हो यो चाहिँ। 2 रुपियाँ 4 रुपियाँ गरेर चाहिँ जोडजाम गरेर बनाएको एरिया हो यो। सरकारको पैसा चाहिँ यहाँ 1 रुपियाँ लागत छैन है। अब यहाँनिर छ सुम्निमाको जोडी डोको बोकेको एरियाहरू छ। यहाँ घुम्ने एरिया राम्रो एरिया छ। अब चाहिँ हामी यहाँबाट टिकट काट्ने एरियातिर लाग्छौँ। यो चाहिँ भारी बोकेको अत्यन्त राम्रो छ है त। मैले त यसलाई धेरै क्याप्चर गरेछु, त्यही भएर भारी बोकेको छ। अनि उतातिर पनि छ, अनि यतातिर पनि छ। मान्छेहरू हेर्नुहोस् है त। यो हर्क साम्पाङको तस्बिर पनि छ है यहाँनिर तस्बिरको बारेमा कुरा हुँदैछ। यो एरियाको बारेमा कसरी भएको। यहाँ चाहिँ टिकट काउन्टर हो। यो चाहिँ टिकट काउन्टरबाट चाहिँ हामी यहाँ यस्तो कुरा हर्क साम्पाङको चिनोहरू किन्न सक्छौँ।
त्यहाँबाट चाहिँ हामी यता उँधो लाग्छौँ, यता घरतिर जाने क्रम हो यो चाहिँ। घरतिर जाने क्रममा धेरै दिदीबहिनीहरू आउनुभएको छ, मम्मीहरू आन्टीहरू आउनुभएको छ। उहाँहरूले पनि अवलोकन गर्न आउनुभएको होला। हामी चाहिँ त्यहाँबाट बाहिरतिर निस्किन्छौँ। बाहिरतिर निस्किसकेपछि हामी घरतिर लाग्छौँ। घरतिर लाग्ने बेला हो यो त गाइस। यहाँबाट चाहिँ हामी अब बाहिर निस्क्यौँ। बाहिर निस्केपछि घरतिर लाग्छौँ। यहाँबाट चाहिँ अगाडि आएपछि चाहिँ बजार जस्तो एरिया छ, यसो बजार हुन्छ। त्यहाँबाट हामी बाहिर निस्किँदै बाहिर जान्छौँ। यहाँबाट बाहिर निस्किसकेपछि घर पुग्छौँ। ल गाइस, कोलाई मन पर्यो एरिया, त्यहाँ नाक पनि छ। नाक पनि छ, ठुलो नाक। नाकको तस्बिर देखाएँ तपाईँहरूलाई। अब यहाँबाट हामी उँभो फर्किँदाको हो यो चाहिँ, घरतिर फर्किँदाको दृश्य त्यहाँनिरको यो गेटबाट उँभो बाहिर आउँदाको दृश्य हो। यहाँबाट सिधै आउने, सिधै आइसकेपछि तलतिर हेर्नुहोस् भ्यू कस्तो राम्रो देखिरहेको छ। यहाँबाट हामी बाहिर निस्किने क्रममा धेरै कुराहरू देख्नु पाइन्छ। यहाँबाट उँधो पनि हेर्न सकिन्छ। यो चाहिँ मेन गेट हो। मेन गेट श्रम संस्कृति पार्क छिर्ने एरिया है यो चाहिँ। यहाँबाट हाम्रो नानीहरू पनि हिँड्दैछ है। ल गाइस, को आउनुभएको छ कमेन्ट गर्नु होला। यहाँ तपाईँहरू पनि हुनुहुन्छ होला सायद। अब यहाँबाट चाहिँ हामी उँधो लाग्छौँ। उँधो लागेपछि चाहिँ गाडी पार्क भएको एरियामा पुग्छौँ। त्यहाँबाट हामी घर